हेलो मन्त्रीज्यू, हेलो यहाँ भैले नि अझै हैरान पार्छन्। ए भगाउन तिमीहरूलाई यार मानेछन्। माने हैनन्। ए हुन्छ हामी आइहाल्यौँ है त। ल ल मन्त्रीज्यू यसपालिको चुनाव त हामीले जसरी पनि जित्नुपर्छ है। हुन्छ मन्त्री, तपाईँ टेन्सन नमान्नुहोस्। 8 पोल जति व्यवस्था भइसकेको छ, त ढुक्क हुनुहोस्। यसपालि जसरी हामी जित्नुपर्छ है। सलाम सर। आइ घरमा दिन्छु आइ आएका हामी आइ नेताको घरमा आइ भैलो खेल्दै आइ यो नेता कस्तो आइ चोर जस्तो आइ डन्टा बेच्यो आइ डन्टा लुट्यो आइ देश बिगारो आइ देश बिगारो आइ खायो हाम्रो पैसा जति आइ बोर्डिङ स्कुल आइ पढ्छन् यिनका नेताका छोरा हामी जति सरकारी स्कुल आइ अति भयो आइ भ्रष्टाचार घरमा कसैको गाडी आइ हामी जति खारी यता हल्ला गरेको गरै छैन हेर्नुस् यहाँ भैलेको टिम यार। हो स्पेशल बाहिर के भइरहेछ स्पेशल भर्खर दुष्ट हराउनुहोस् है। गएर आइहाल्नुहोस् है। मन्त्रीज्यूको आडो साइको ह, तिमीहरू यहाँ भाग्छौ कि नै? कति जनताको पैसा हामी सबै एकजुट छौँ। केटा हो यसपालि यो घरको छोरी जसरी पनि लानी है। यो घरकी छोरी एकदमै राम्री। तिम्रो छोरी लिना ए आएका हामी ए 4-5 भाइ जम्मा ए जन्ती लिएर आकौ ए तिम्रो घर अगाडि ए छिटो बाहिर आऊ ए ससुरा बाउ ए कता गयौ ए ज्वाइँ आयो तिम्रो घर बाहिर ए छिटो बाहिर छोरी लिएर आऊ छिटो छोरी बाहिर लिएर आऊ यो घरकी छोरी ए मलाई मन पर्छ यो घरकी छोरी ए दिल मेरो छोरी यो घरको ससुरबा ए छिटो छोरी ए मेरो हातमा समाएर जाऊ मेरो हातमा समाएर जाऊ रक्सी नि खान्न चुरोट नि खान्न कोही केटीसँग नि ए फ्लटिङ गर्दैन च्याटिङ नै गर्दैन ए डिस्को बार नि ए क्लब नि जाँदैन ए होटल नि जान्न ए मन्दिर मात्रै जान्छु ए त्यसैले हजुरको छोरीलाई ए दिनमा सजाएर राख्छु ए यतिको ज्वाइँ ए कोही पनि पाउनौ ए यो ज्वाइँ भन्दा अर्को ज्वाइँ त राम्रो पाउनौ ए यो घरको ससुरबा ए छिटो बाहिर छोरी लिएर आऊ ए हाम्रो बेर भयो ए हाम्रो बेर भयो यतिको ज्वाइँ भएपछि मलाई के चाहियो र चाल्नु सजिलै गएर टाढु हिँड यो घरमा डर पैसा पाइन्छ। के हो दाइ झुठो परियो के भाउ भन मेरा भाइयो आहाई आएका हामी राम्ररी भनौ के भयो दाइ यो हाम्रो अरू भइरहेन नै सुत्केरा परेछ हामी सुत्केर भने के हो र? यति पनि ढाएन सुत्केर भनेको प्रेग्नेन्ट हो प्रेग्नेन्ट अनि केटा मान्छे पनि प्रेग्नेन्ट हुन्छ र? त्यही आफन्टी होला नि त्यो